हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ? आई होप म पनि यहाँ सन्चै छु। म चाहिँ आज तपाईँहरूलाई यो सुन्दर दृश्य चाहिँ देखाउन गइरहेको छु। यो भनेको चाहिँ हाम्रो खोटाङदेखि चाहिँ 2 दिन लाग्छ भोजपुर भन्ने ठाउँको टेम्के भन्ने ठाउँको दृश्य हो। योचोटि चाहिँ म चाहिँ जनवरी मन्थमा परेर चाहिँ अलिक जाडो चाहिँ बेसी जाडो थियो। हाम्रो ड्याडी मम्मीहरू चाहिँ वर्षै पछि जानुहुन्छ, जुन समयमा चाहिँ लाली गुलाँसहरू मजाले फुल्छ। तर म चाहिँ मेरो भ्याकेसन चाहिँ जनवरीमा भएको कारणले चाहिँ मेरो चाहिँ त्यस्तो मिलेन। र यो ठाउँमा जानुको लागि चाहिँ म चाहिँ एकदम एक्साइटेड थिएँ, किनभने मेरो फर्स्ट टाइम थियो र सबैभन्दा यो सेकेन्ड स्टेपको चाहिँ अग्लो ठाउँ भन्छ। यो यसमा यहाँ चाहिँ एकदम हावा चलिरहेको छ। हेर्दाखेरि यस्तो देखिए पनि एकदम चिसो 9 बजिसकेको थियो, तर पनि यस्तो जाडो थियो नि त्यहाँनिर। जाने बेलामा चाहिँ बाटोहरू एकदम नराम्रो थियो बाटोमा बिचमा। अनि मलाई चाहिँ कस्तो लागेको थियो भने कि म चाहिँ सक्दिनँ होला पुग्न भनेर म चाहिँ सोचिरहेको थिएँ। तर पनि टार्गेट लिएर हिँडिसकेपछि अब बिचमा रोक्ने कुरा त भएन। अनि त्यही भएर हामी चाहिँ सरासर गयौँ। वास्तवमा यो ठाउँको नाम चाहिँ टेम्केचोङ भन्छ। यो भनेको चाहिँ एउटा सांस्कृतिक तथा ऐतिहासिक स्थलको रूपमा रहेको सुन्दर ठाउँको रूपमा चिनिन्छ। यो ठाउँको मुन्दुमी नाम चाहिँ रिमापोङ भनेर चिनिन्छ। यसको उचाइ चाहिँ 3010 किलोमिटर रहेको छ। पहिलाको अवस्था हेर्दाखेरि अहिलेको अवस्थामा चाहिँ एकदम राम्रो बनेको छ, किनभने पहिला यो टावरहरू अनि यो बस्ने ठाउँहरू थिएन, तर अहिले सबै कुरा बनिसकेको छ। त्यसैले म पनि टावरमा चढेँ। त्यो टावर चाहिँ एकदम अग्लो थियो, तर टावरमा पुगेपछि यस्तो चिसो र यति धेरै हावा चल्यो कि ओ माई गड, म बस्नै सकिनँ। हामीले त्यहाँबाट छिटो भिडियो र फोटो लिएपछि हामी फेरि पनि तल ओर्लियौँ, किनभनेदेखि त्यहाँनिर बस्ने सिचुएसन अलिकति गाह्रो थियो। हावा एकदम चलेको थियो अनि चिसो एकदमै बढेको थियो। हामीले त्यहाँबाट भ्यूहरू हेरेर अनि हेरिसकेपछि हामी चाहिँ फेरि पनि तल ओर्लियौँ। यो ठाउँ चाहिँ यस्तो एउटा ऐतिहासिक स्थल भएको हुनाले मान्छेहरू प्राय आउने गर्दछन्। तर मान्छेहरू आउन साथ फोटो खिचेर अनि भिडियोहरू बनाएर हिँडिहाल्छन्, किनभने त्यहाँनिर एकदम चिसो र हावा चल्ने भएको हुनाले मानिसहरू धेरै बेर चाहिँ बस्न सक्दैनन्। यो ठाउँमा बेलुकीको भन्दा बिहानको भ्यू चाहिँ राम्रो आउने भएको हुनाले प्राय जसो मानिसहरू चाहिँ बेलुकी नै आएर बस्ने गर्छन्। हामी पनि करिब 20देखि 30 मिनट भित्रमा फोटो र भिडियो लिएपछि त्यहाँदेखि फर्क्यौँ, किनभने त्यहाँ चिसो अनि हावा चाहिँ एकदमै धेरै चलिरहेको थियो र हामी आउने बाटोहरू चाहिँ यस्तो थियो। ल त गाइज, आजको भिडियोको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। फेरि पनि नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। बाई बाई, सी यू। I am also good, guys. हेलो गाइज, हामी चाहिँ फाइनली टेम्केमा आइपुगेको छौँ। यो चाहिँ हाम्रो टेम्केको डाँडा। यो चाहिँ हिमाल हो, तर कस्तो कि क्लियर होइन। ल भयो आउनु। यता